म चाहिँ आज अकपरे खोर्सानी गोड्दैछु। 375वटा अकपरे खोर्सानी ट्रायलको लागि लगाएको छु। अब कतिको फल्छन्, कतिको बोटहरूलाई चाहिँ राम्रो बनाउन सकिन्छ या सकिँदैन, कस्ता हुन्छन् भन्ने कुरा म अनुसन्धानमै छु। र पनि यो बिना टनेल अकपरे खोर्सानी कतिको हुन्छ त भनेर मैले थोरै परिमाणमा लगाएको छु। धेरै लगाउँदा त हामीले मल्चिङ नलगाई हुँदैन। यो झार उखल्ने, झार गोड्नलाई निकै नै गाह्रो हुन्छ। मैले चाहिँ थोरै लगाएको कारणले गर्दाखेरि झार गोड्न सकिन्छ, मलजल गर्न सकिन्छ, यतिको भए हुन्छ भनेर अब मल्चिङ ल्याउने टाङ्ने फुर्सद पनि भएन, टाइम पनि भएन। त्यही भएर चाहिँ म चाहिँ आज मल्चिङ बिनै लगाएको यो मकवानपुरको अकपरे डल्ले खोर्सानी चाहिँ गोड्दैछु। र यसलाई गोडिसकेपछि यिनीहरू सप्रिएर आउनेछन्। मैले मुन्टा चाहिँ सबैको चुडिसकेको छु। हामीले अकपरे खोर्सानी होस्, लाम्चे खोर्सानी होस्, जिरे खोर्सानी होस् या जुनसुकै खोर्सानीको पनि लगभग 1 फुटको भइसकेपछि हामीले त्यसको मुन्टा चुड्नुपर्ने हुन्छ र त्योभन्दा मुनिका पातहरूका आँखाबाट चाहिँ मुजुरा हालेर झ्याम्टा हाल्ने गर्दछ। त्यसैले हामीले खोर्सानीलाई मुन्टो चुडेको खोर्सानीमा निकै नै खोर्सानी उत्पादन गर्न सकिन्छ भन्ने एउटा उद्देश्यका साथ मुन्टो पनि चुडिसकेको छु, मुना पनि हाल्न थालिसकेको छ। अनुसन्धानको लागि एउटा भुइँ कटर पनि लगाएको थिएँ। हुँदै यो चाहिँ मेरो अकपरे खोर्सानी बारी हो। खासै उत्कृष्ट नभए पनि मेरो रहर पुरा गर्ने नै हो। यसमा चाहिँ मेरो घर परिवारको पनि फुल्ली सपोर्ट छ। मेरो श्रीमती पार्वती कार्कीले झार उखेलेर गोडिरहेको अवस्था छ भने म चाहिँ त्यसमा साथ दिइरहेको छु भने आज हामीले अकपरे खोर्सानी पूर्ण रूपमा गोड्ने लक्ष्यका साथ चाहिँ गोडिसकेका छौँ। खासै उत्कृष्ट नभए पनि अब त्यसलाई पानी मलजल गर्नै पर्छ। खोर्सानी गोड्ने काम पनि सकिएको छ। 375 झ्याङ यसरी गोडेर मजाले ठाउँ बनाइएको छ। यहाँ चाहिँ कागती पनि हुर्किँदैछ। अब कतिको फल्छन्, कतिको फलाउन सकिन्छ भन्ने उद्देश्यले चाहिँ मैले थोरै लगाएको हो। अब खेतालाहरू लगाएको छैन। आफैले सक्ने जति चाहिँ गरौँ। खेताला लाउने गरी ठुलो परिमाणमा चाहिँ पछि नै लाउने हो भनेर यहाँ चाहिँ यही भाइरल कागती पनि फलिरहेछ। यहाँनिर चाहिँ फुल निकै नै राम्रो फुल छ। यो धरानदेखि ल्याएको फुल हो। यो धरानबाटै ल्याएको यो पनि, यसलाई पनि यो माथि फुलेको छ, अत्याधिक राम्रो छ यो जुप्पा। यो पनि धरानबाटै ल्याएको हो। यहाँ चाहिँ सन्डे मन्डे पनि छ। अनि यहाँनिर चाहिँ यहाँ चाइनिज बर र सुन्तलाको बिरुवा पनि छ। खासै उत्कृष्ट रूपमा त नहोला। यी फुललाई पनि तलबाट चाहिँ हाँगा काट्दै काट्दै माथि एउटा बुस्को राखेको छ टक्क बारीको बिचमा। यो चाहिँ हाम्रो पानी सङ्कलन केन्द्र। यो धाराको नुहाको, लुगा धोको, भाँडा माझेकोहरू। यो सजीवन पनि यही मुना हाल्दैछ दुईटाले। सायद यो हुर्किन्छ होला। अब हेरौँ मर्छ बाँच्छ यो चाहिँ पछि नै थाहा हुन्छ। यहाँ चाहिँ मेरो टमाटरको बिउ हानेको थियो। कमिलाले नमस्कार गरिदियो भने तै काँक्राको बिरुवा पनि उमारेको छ। यो चाहिँ लोकल काँक्रा हो। पोली ब्यागमा उमारेको छ। भुइँमा उमार्दाखेरि चाहिँ यो कमिला र धमिराले खाएर ध्वस्त बनाएको हुनाले चाहिँ यसलाई पोली ब्यागमा उमारेको। यो 12 मासे कागतीको बोट यत्रो भइसक्यो। यो पनि हुर्किँदैछ। यो चाहिँ सिटीभिटी देउरालीदेखि ल्याएको हो। अब यतातिर हाम्रो घर यही हो। अब कुखुराहरू चर्ने ठाउँ पनि यही भइसक्यो। यहाँ चाहिँ अलिकति अदुवा लगाएको छ। अदुवा उम्रिँदैछ भने यतै ड्रागन फ्रुट्स पनि छ। ड्रागन फ्रुट्स पनि उकालो लाग्दैछन्। यिनको झार गोडमेल गर्नुपर्ने छ।
ड्रागन फ्रुट्स फल्छ कि फल्दैन भनेर चाहिँ मैले लगाएको हो। यहाँ सुन्तलाका बिरुवा छन्, झार पलाएर उत्पात भइरहेको छ। बिस्तारै बिस्तारै क्रमिक रूपमा यिनीहरूको पनि स्याहार सुसार गर्नुपर्ने हुन्छ। मेरो खोर्सानी बारी चाहिँ यस्तै छ है।